हेलो एभ्रिवान, इट्स मी द मुक्तान। अनि आजको मेरो नयाँ दिन नयाँ ब्लगमा हजुर सबैजना स्वागत गर्दै। अनि आज चाहिँ हामीले के गरेको भन्दाखेरि तपाईँ सबैजना क्युरियस हुनुहुन्छ है, सोध्नुहुँदै थियो सबैजनाले के गरेको भनेर मेरो प्रिभियस भिडियोतिर। अनि आज चाहिँ म तपाईँलाई यो लास्टमा बताउने छु, देखाउने पनि छु हामीले के गरेको भन्दाखेरि साथीहरू। सो स्किप नगरिकन भिडियो लास्टसम्म हेरिदिनुहुन्छ होला भन्ने आशा गर्दै आज मैले भिडियो स्टार्ट गर्दै। अनि आज चाहिँ हामीले यो साथीहरू काम गर्दैछौँ, जुन चाहिँ काम गर्दैछौँ हामीले चाहिँ यो 4जना मिलेर गरेको। अनि कसरी गरेको भन्दाखेरि हामीले यो चाहिँ एसएसजी थ्रुबाट हामीले ट्रेनिङ पाएर है, हामी एसएसजी थ्रुबाट चाहिँ ट्रेनिङ पाएर चाहिँ हामीले यो आज स्टार्ट गर्दैछौँ है। नयाँ हामी 4जनाको लागि नयाँ हो यो है, हामीलाई केही थटै छैन हामी कस्तो गर्दैछौँ के गर्दैछौँ भनेर है। ट्रेनिङ थ्रुबाट हामीले मात्रै गरेको यो सिकेर। अनि अब यसको रिजल्ट के आउनेछ भनेर हामीलाई केही थाहै छैन है। अनि साथीहरू यसरी नै हो, एसएसजी थ्रुबाट हामीलाई विभिन्न है प्रकारको के ट्रेनिङहरू मिल्नेछ है, जसमा कि हामी जस्तो है केही नजान्नेहरूलाई चाहिँ एसएसजी थ्रुबाट चाहिँ राम्रो हुनेछ है साथीहरू। जो सबैजनाहरूलाई म त्यही भन्न चाहन्छु, एसएसजीमा लाग्नुहोस् अनि लाभ उठाउनुहोस् त्यसको भन्दै। अनि आज चाहिँ हामीले यो जुन चाहिँ बिछाएर हामीले पराल बिछाएर हामी पराललाई यो है यसको डस्टहरू निकाल्दैछु के छ भनेर। यो डस्टहरू निकालेर चाहिँ अब चाहिँ हामी यसको बाद चाहिँ जुन चाहिँ हामीले पहिला मेरो भिडियोमा त्यो ड्रम छ त्यो ड्रमलाई सफा गर्दै थियौँ, त्यो ड्रममा चाहिँ अब हामीले 100 लिटर पानी हालेर चाहिँ त्यसमा चुना पोटास है अन्त ब्लिचिङ र बेबी स्टेन हालेर चाहिँ यो जुन चाहिँ पराल छ यो पराललाई चाहिँ हामीले बोरामा 1 दिन भिजाउने छौँ है। 1 दिन भिजाएपछि चाहिँ हामीले त्यहाँदेखि भोलिपल्ट चाहिँ त्यसलाई यो निकालेर चाहिँ यसरी हामीले पानीबाट निचोर्दै यसलाई सुकाएर अनि त्यसको बादमा चाहिँ हामीले पटिङ गर्नु थाल्यौँ है। अनि देख्नुहुँदैछ साथीहरू है, तपाईँले अब चाहिँ बुझ्नुभयो होला है। यस है, हामीले के गरेको भन्दाखेरि चाहिँ हामीले मसरुम ट्रेनिङ गरेको है। मसरुम ट्रेनिङ गरेर चाहिँ यो मसरुम कल्टिभेसन हामी स्टार्ट गरेको है। के कसो हुनेछ हामीलाई यो केही थाहा छैन बादमा है, र पनि हामीले यो कोसिस गरेर है होपफुल है राम्रै हुनेछ भन्दै आशा गर्दै हामीले यो अब पोजिटिभ थिङ्किङसँगै गरेको छौँ साथीहरू। अनि सबैजनालाई है यो हामीले गरेको काम चाहिँ के कसो छ भनेर प्लिज कमेन्ट डु है। हामीले कस्तो पाराले गरियो सही हो कि होइन है, कतिजनाले त गरेको हुनुहुन्छ होला तर हामीले चाहिँ फर्स्ट टाइम हो। अनि अब यसको रिजल्ट के आउनेछ भनेर यो तपाईँलाई म बादमा देखाउने छु। अनि अहिलेको लागि चाहिँ यो भिडियो हेरेर है के कसो लाग्यो कमेन्ट गरिदिनु होला साथीहरू। अनि अब चाहिँ हामीले यो सबै पटिङ गरिसकेर चाहिँ यसमा जुन चाहिँ हामीले फ्रेम बनाएको थियौँ त्यो फ्रेममा हामीले राख्नेछौँ साथीहरू यसरी है। देख्नुहुँदैछ तपाईँले यसरी राखेर चाहिँ अब यसलाई हामीले 16-17 दिन बाद मात्रै हेर्नेछौँ। सबै डामडुम राखेर अँधेरो